नमस्कार, डिजिटल इन्साइट नेपालमा सबैलाई स्वागत छ। आज हामी एउटा एकदमै महत्त्वपूर्ण प्रश्नको जवाफ खोज्दैछौँ। आखिर डिजिटल इन्साइट नेपाल के हो र यसले यो डिजिटल संसारमा कसरी मद्दत गर्न सक्छ? ल, आउनुहोस् यो यात्रा सुरु गरौँ। हामी यस्तो समयमा छौँ जहाँ हाम्रो वरिपरि सबै कुरा डिजिटल छ, होइन र? बिहान उठ्ने अलार्मदेखि लिएर राति हेर्ने फिल्मसम्म टेक्नोलोजी हाम्रो जीवनको हरेक कुनामा जोडिएको छ। यो हाम्रो दैनिकीको एउटा हिस्सा मात्रै होइन, यसले त हाम्रो जिउने तरिका नै बदलिदिएको छ। सोच्नुहोस् त, मोबाइल फोन, इन्टरनेट, फेसबुक अनि अहिले त आर्टिफिशियल इन्टेलिजेन्स अर्थात् एआई, यी अब केवल उपकरण मात्र रहेनन्, हाम्रो दैनिक जीवनका साथी जस्तै भइसके। यिनीहरू बिनाको एक दिन पनि कल्पना गर्न अलिक गाह्रो नै हुन्छ है। तर यो डिजिटल संसार जति ठुलो छ, कहिलेकाहीँ त्यति नै बोक्छ पनि लाग्छ। यति धेरै नयाँ टेक्नोलोजी र यति धेरै जानकारीको बीचमा कहाँबाट सुरु गर्ने होला भनेर अल्मलिनु एकदमै स्वाभाविक हो। धेरैलाई यस्तो महसुस हुन्छ। हो, यही जटिलतालाई सरलतामा बदल्ने उद्देश्य लिएर नै डिजिटल इन्साइट नेपालको सुरुवात भएको हो। हाम्रो लक्ष्य एकदमै स्पष्ट छ, डिजिटल संसारको यो भुलभुलैयामा एउटा स्पष्ट बाटो देखाउने र आत्मविश्वास दिने। त्यसो भए हामी वास्तवमा के गर्छौँ त? हाम्रो काम एकदमै सरल छ, डिजिटल ज्ञानलाई सबैले सजिलै बुझ्न सक्ने बनाउने। हाम्रो ध्यान मुख्य गरी तीनवटा कुरामा छ। पहिलो, हामी गाह्रो लाग्ने टेक्नोलोजीलाई सरल नेपाली भाषामा बुझाउँछौँ। दोस्रो, हामी एआईलाई कुनै डरलाग्दो चिज होइन, बरु एउटा शक्तिशाली सहयोगीको रूपमा कसरी प्रयोग गर्ने भनेर सिकाउँछौँ। अनि तेस्रो, भिडियो एडिटिङ जस्ता प्र्याक्टिकल सिपहरूलाई एक एक गरेर स्टेप बाई स्टेप सिकाउँछौँ। अब अर्को प्रश्न आउँछ, यो प्लेटफर्म खासमा कसका लागि हो त? यसको जवाफ पनि सिधा छ, जो कोही जो डिजिटल संसारबारे जान्न चाहन्छ सबैका लागि हो। यदि कसैलाई प्राविधिक ज्ञान छैन वा कहाँबाट सुरु गर्ने भनेर हिचकिचाहट भइरहेको छ भने पनि कुनै चिन्ता लिनु पर्दैन। यहाँ सिक्नका लागि कुनै योग्यता चाहिँदैन। शून्यबाटै सुरु गर्दा पनि केही फरक पर्दैन। हाम्रो सबैभन्दा ठूलो विश्वास यही हो, यहाँ सिक्ने मन भए पुग्छ। ज्ञान वा अनुभव भन्दा पनि महत्त्वपूर्ण कुरा सिक्ने इच्छा हो। यदि त्यो इच्छा छ भने कुनै पनि डिजिटल सिप सिक्न असम्भव छैन। खासमा जो डिजिटल दुनियाँलाई राम्ररी बुझ्न चाहन्छ, जो नयाँ टेक्नोलोजीसँगै अघि बढ्न चाहन्छ अनि जो एआई जस्ता टुलहरू प्रयोग गरेर आफ्नो कामलाई अझै सजिलो र प्रभावकारी बनाउन चाहन्छ, उहाँहरूको लागि यो एकदमै सही ठाउँ हो। यी सबै कुराको मतलब के हो भने हामी हरेक व्यक्तिको डिजिटल यात्राको लागि एउटा बलियो सुरुवात बन्न चाहन्छौँ। यहाँबाट यात्रा सुरु गर्न सकिन्छ। हाम्रो नारा नै छ, सिक्दै, बनाउँदै र साझा गर्दै। मतलब हामी यहाँ सँगै सिक्छौँ, सिकेको कुराबाट केही नयाँ बनाउँछौँ अनि आफ्नो ज्ञान अरूलाई पनि बाँड्छौँ। यो यात्राको हिस्सा बन्नका लागि पेजलाई फलो गर्न नभुल्नुहोला है। त्यसो भए अब एउटा प्रश्न सोच्न सकिन्छ, के हामी यो डिजिटल युगमा केवल एक दर्शक मात्रै बनिरहने कि एक सक्रिय निर्माता पनि बन्ने? यो रमाइलो यात्रा आजैबाट सुरु गरौँ, के भन्नुहुन्छ?